Hello guys, welcome to my second vlog. हामी कहाँ जाँदैछौँ होला? हामी सरररर हावा खाँदै बाटो देखाउँदै चिन्नु त ल बाटो हेरेर चिन्नु त हामी कहाँ जाँदैछौँ होला? जसले चिन्नु भयो कमेन्ट गर्नु है कहाँ जाँदैछौँ। हेर्नु न काठमाडौँमा कस्तो राम्रो फुल फुलेको ल्याभेन्डर कलरको बाटोभरि फुल फुलेको। अनि मैले फुलको भिडियो त गराउनै पर्यो। हामी गेट हेरेर चिन्नु भयो कि हामी गयौँ यो क्रिकेट ग्राउन्डमा म्याच हेर्न। नेपालको म्याच थियो, फाइनल म्याच थियो। हामी नजाने त कुरै भएन, अहिलेसम्म गइरहेको थियौँ। अनि पोज अब जाने बित्तिकै त भिडियो गराउनु पऱ्यो, पुग्ने बित्तिकै भिडियो गराएको। यहाँ हेर्नु न बाबु नेपालले छक्का हान्यो भने यति खुसी हुन्छ, नाच्छ क्या पुरै नाचेर छक्का हानिदियो क्या यतिखेर उफ्रिएर। सबैजना चिच्चाएको सुनेर उसलाई नि कति रमाइलो, लास्टै रमाइलो मान्छ। ठ्याक्क नेपालले छक्का हानेको सब उफ्रिएको थियौँ है हामीहरू, सबैजना चिच्चाइरहेको थियौँ। हेर्नु पोइन्ट बढ्यो छक्का हानेको भएर। अनि ऊ पनि त रमाउने त नरमाउने कुरै भएन, यस्तो रमायो, नाच्यो, घुम्यो, यति रमाइलो भयो थियो उसलाई। यस्तो घाम थियो फेरि आज यस्तो। अनि फोटो खिचेको टक्क लाएर। अनि मैले पनि बुढाको भिडियो गराइदिएँ, फोटो खिचिदिएँ। अनि त्यसपछि के गऱ्यौँ हामीले भन्नु त, बाबु पनि नकल पार्दै फोटो खिच्न आयो, पोज दिदी आज। अनि ठ्याक्क बाबु सुत्यो है, म्याच पनि भइएको थिएन, सुत्यो। अब सुताउनै पर्यो, काखमा हल्लाइ सुतायो, निद्रा लाएर कस्तो ऊ गरेको थियो। अनि सुत्यो। अनि फेरि विकेट के ठ्याक्क विकेट गएको। अनि नचिच्चाउने कुरै भएन, म यति जोरसँग चिच्चाएँ धन्दै उठेन, सुतेको सबजना चिच्चाइरहेको थियौँ। ठ्याक्क विकेट गयो, विकेट भन्दै चिच्चायौँ सबैजनाले। यति रमाइलो भयो। विकेट त ड्याङ्की ड्याङ गयो सुरुमै। अनि उठ्यो बाबु उठेपछि बाबासँग काखमा बस्यो। अनि नक्कल पार्ने भन्यो, फोटो भिडियो खिचिदिने, उसको चस्मा पनि उल्टो लाइ यति हँसाउँछ गरी चस्मा उल्टो लाइ। अनि बुढालाई नि भिडियो गराउनु मन लाग्यो, भिडियो गराइदिएँ बुढाको पनि। अनि म्याच हेर्दै हुनुहुन्थ्यो उहाँ पनि। अनि त्यसपछि के भयो ल भन्नु त। अनि म नक्कलीले त भिडियो नगराउने कुरै भएन। अनि नेपाल भन्दै पुरै चिच्चाइरहेको थियौँ। जित्यो नेपालले, जितेपछि त खुसी मनाउनु पऱ्यो नि। हामी त लास्टै खुसी भयौँ नेपालले जितेपछि त। चिच्चाएको चिच्चाइ। अनि हामीले मात्र सेलिब्रेसन गरेर भएन, खेलाडीहरूले पनि सेलिब्रेसन गर्न आउनुभयो। यस्तो रमाइलो भयो, सबैजना उफ्रिनु भयो, उहाँहरू पनि खुसी हुनुभयो, ताली बजाउनु भयो। हामीलाई पनि लास्टै रमाइलो भयो। गेस फाइनल्ली नेपालले जित्यो, गेस। खेलाडीहरूलाई हेर्न सक्नुहुन्छ, यस्तो उहाँहरू पनि पुरा ताली बजाउँदै हामीलाई सपोर्ट गर्दै आउनुभएको थियो। अनि हामीले त झन् खेलाडी देखेपछि नचिच्चाउने कुरै भएन। हामीले त यति चिच्चायौँ, घाँटी नै सुक्ने गरी चिच्चायौँ है। लास्टै रमाइलो भयो के कुरै छैन। उहाँलाई चिन्नुभयो सबैजनाले, कसले चिन्नुभयो कमेन्टमा नाम लेख्नु होला है उहाँको। 1 2 3 चिच्चाउ भनेर पुरा यति रमाइलो भयो। चिच्चाएँ म अब झन् लास्टै उहाँले त विकेट हाने लास्ट रमाइलो भयो। अब सबैजना गएपछि अब हामी पनि जाने कुरा भयो। अनि हामी पनि टुकुन हिँड्दै बाबुलाई पकड्दै हिँड्दै गयौँ, घर जानु पर्यो म्याच भइएपछि त। अनि यस्तो गर्मीमा बाबु लिएरै गएको क्या। अझ हेर्नु नि हिरोइनी बन्दै अझ पोज बाटोमा हिँड्दा पनि भिडियो बनाउने मै होला। लास्टै भिड थियो, हेर्नु कति धेरैजना थियौँ क्या हामी त। बाबा मान्छे त पुरै भर्रे थियो। अझ अफिस छुट्टी लिई सबैजना गए हेर्नलाई फाइनल भनेर। अब हामी गयौँ है त, सबैजना बस्नु राम्रोसँग। बाई, सी यू नेक्स्ट भ्लग, बाई। सपोर्ट गर्दै गर्नु है।